हेलो साथीहरू सबैजनालाई सन्चै र सुबिस्तै हुनुहुन्छ होला। आज म तपाईँहरूलाई एकदम राम्रो ठाउँ त देखाउँदिनँ, राम्रो त छैन यहाँ ठाउँ, त्यही भएर पनि यसो आर्थिक अवस्था के कस्तो छ भनेर तपाईँलाई म देखाउन चाहन्छु। ल यताको बाटो डाँफे मार्ग 17 हजुरलाई म देखाउँछु। अब म हिँडेको टुई पारेर ल म जाँदैछु, अब जाँदैछु म धेरै टाढा नपर्खिन। के हो त्यस्तो? आन्टी सन्चै हुनुहुन्छ? म भ्लग बनाउँदैछु क्या, त्यही भएर। त्यस्तो पसिना आउनेलाई किन बनाउनु नि? मलाई मलाई ए पसिनै त आइहाल्छ नि, गर्मी त्यस्तै छ होइन त। ल अब हामी यो तल्लो साइडतिरै लग्न थाल्यौँ है। ल अनि कान्छी के छ खबर? कृतिक आऊ छिटो। तिनजना घुम्न आँटेको, कसले छिटो यता आऊ। हामी तिनजना घुम्दै यसो कपाल देखाउँदैछ है। सो गाइस होइन, अहिले चाहिँ यहाँ बाटो बिस्तारै बन्दैछ अनि बाटो पनि यसैले धेरै राम्रो हुन्छ यहाँ। म चाहिँ यसो तल जाँदैछु क्या। किन यता कहाँ हेर्नु? किन घुमेको? ल यहाँको गाउँको आर्थिक अवस्था पनि देखाउँछु तपाईँहरूलाई होइन। यसो खोलातिर पनि देखाउँछु तपाईँहरूलाई। आन्टी सन्चै हुनुहुन्छ? बिहाल हुनुहुन्छ है? ए लास्टै गर्मी छ, के गर्नु त होइन त, यस्तै छ होइन। गर्मी के छ क्या खोलातिर चाहिँ बहिनीहरूले कहिले देखेर नै चाहिँ खोला, त्यही भएर देखाउन देखेछौ। कुन खोला हो भन त ल? सर्दु खोला अरे। कुन खोला? थाकुरी पुल। पुलको नाम त थाकुरी हो, खोलाको नाम थाहा हुनु पर्यो नि त। थकुरी खोला हो यसरी भन नि त। अनि हेर त यति धेरै फोहोर छ कि काठमाडौँभन्दा धेरै फोहोर छ यो खोलामा। हेर है त, यहाँ कसैले पनि व्यवस्थित गरेको छैन गाइचो। अनि माथि पनि हेर है, यस्तो फोहोर छ होइन। यो गाउँकोले के गर्छ त? गाउँहरूले त त्यही हो नि त, उताबाट कचरा यति थुपार्छ होइन। अनि कचरा जति यहाँ खोलातिर फालिन्छ क्या। यसो गरिदिएपछि त कहाँ हुन्छ त नि? त्यही भएर त प्रदूषित हुन्छ त नि। साथीहरू सुनिरहेछ, कचराहरू एकदम होइन स्टकमा राख्ने, बिन्सहरूमा मजाले राख्ने, अनि कालो प्लास्टिकमा कालो गाडी बेसमा मजाले राख्ने, अनि त्यसलाई लगेर फोहोर विभागलाई दिने। आउँछ कि आउँदैन होइन? कहाँ छ टेन्ट बनाएको छ? बसेको छ टेन्ट बनाएर। अस्ति त प्रियङ्काले बोलेर बनाइदिउँ न त, जाउँ नि। ल है त गाई चाहिँ अब कहाँको मान्छे हो यो चाहिँ होइन। सो नेपालमा आएर बसेका छन्, टेन्ट लिएर टेन्टमा बसिरहेछन्। अब यिनीहरूको पनि होला नि त समस्या, कहाँबाट आएको हो नि यिनीहरू है। अब म तपाईँलाई देखाउँछु राम्रोसँगले। अनि अरू त के भन्नु होइन, अहिले म यसो बाहिर मात्रै निक्लेको होइन। यो चाहिँ ब्याक साइडको म क्यामेरा तपाईँलाई देखाउँछु। ल ब्याक साइडको क्यामेरा आइहाल्यो होइन। अब म देखाउँछु यहाँ सबैजना टेन्टमा बसेको छन्, किन बसेको, के कारणले बसेको, त्यो सबै म सोध्ने छु। हेलो साथीहरू के छ? कताबाट हो? दलाईबाट आउनुभएको? के पेसा के हो तपाईँहरूको? पेसा अनि के हो? नानीको हालत त्यस्तो छ अनि यसरी नै खेल्छ? अलिक राम्रो सफा ठाउँमा राख्नु नानीहरूलाई पनि। कति भयो यहाँ आएको तपाईँहरू? भयो त त्यस्तै 10-15 दिन है भर्खर आउनु भएको? 15-16 दिन। ए के पकाउनु भएको? माछा? सो गाई चाहिँ हेर्नु, यहाँ माछा यस्तो मजाले पकाएर खानु हुँदो रहेछ होइन। अब टेन्टमा मजाले बस्नु हुँदो रहेछ होइन। 10-15 दिन भएछ। अनि तपाईँलाई के र कस्तो लाग्छ अब यहाँको नतिजा पनि हेरिदिनुहोस्। गाइछु म भ्लगर हो क्या, अरू म केही भएन। देखाउँ त के हुन्न नि, यस्तो राम्रो टेन्ट बनाएर बस्नु भएको रहेछ उहाँहरू। नेपाली त स्पष्ट आउँछ होला नि बोल्नु होइन? ए के छ अनि दिदी? राम्रो छ? मसला पिस्नु भएको?
दिदीले मजाले मसला पिस्नु हुँदैछ माछाको लागि मजाले पकाएर खानलाई होइन ल यस्तो राम्रो टेन्ट बनाएर बस्नु भएको रहेछ ल यताको पनि नतिजा म तपाईँहरूलाई देखाउँछु गाइजु होइन कस्तो लाग्छ जङ्गलको बिचमै छ त्यही पनि घरै घर छ होइन यो राम्रै ठाउँै भनौँ न सायद ल सबै नतिजा म देखाउँछु तपाईँहरूलाई ल ल म गएँ है त गएँ है म ल अनि बहिनीहरू यता ठुली चाहिँ मेरो भान्जी पर्छ यताको चाहिँ मेरो भाइ नै पर्छ अनि उता चाहिँ मेरो छोरी नि हाई गरिदेऊ हाई ल यता जाने नजाने त के छ त्यता मलाई के थाहा जाम तिम्रो लभ छ कि छैन के भन्नुहुन्छ र औले सम्झाउँदैछ अब कृतिकाले सम्झाउँदैछ है नढाँटी भन है फेरि तिम्रो लभ छ कि छैन हो ए यिनीहरू त लभ गर्दै हिँड्दैछ पढ्दैन रहेछ है तिमीहरू तिम्रो नढाँट है नढाँट अहिले भनेको लभ गर्ने दिन होइन पढ्ने हो होइन भन्छु पढ्ने हो क्या पढ्छौ कि तिमी लभ गर्छौ भन लास्टै लजाउँछ क्या भान्जीहरू पनि लजाउँछ छोरीहरू पनि लजाउँछ सबै लजाउँछ टु मच साइड के गर्ने यस्तै छ होइन लजाउनु परि लजाउन परि